एभ्रिवान वेलकम टु माई ब्लग। तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ म बिहानै गोल खेल्न आएको छु। यहाँ सुन्दर भेटरानको टिम हुनुहुन्छ, उहाँहरू चाहिँ गोल खेलिराख्नु भएको छ। उहाँहरूसँग चाहिँ म एक्सर्साइजको लागि गोल खेल्न आउने गरेको छु। तपाईहरु हेर्नु होला। हजुर दाइ। अनि दाइहरुको गाडीहरु चाहिँ यही छ। बिस्तारै अब माथि कालीबुढीमा भेटरान टुर्नामेन्ट पनि हुन लागेको छ। दाइहरु त्यहाँनेर खेल्नु हुनेछ भेटरान टुर्नामेन्ट। अनि यहाँ प्र्याक्टिस पनि हुँदैछ। अब म पनि एकछिन खेल्ने छु दाइहरुसँग फुटबल। जुम गरिरहेको छु। अहिले चाहिँ हाम्रो गेम सकिसकेको छ। यहाँ चाहिँ महेन्द्र दाइ हुनुहुन्छ, अब घर जानुहुन्छ। यहाँ हाम्रो सुन्दर भेटरानको सिनियर दाइहरु सबैजना यही हुनुहुन्छ। गेमको कुरा गर्दै हुन्छ। म पनि पसिनै पसिना भए। तपाईले गर्ने कि म गरौँ? हैन दाइले गर्नुहुन्छ। गर्नु गर्दा राम्रो हुन्छ त। 12 किलो नि त। तपाईले गर्नु नि त। दिन गर्नु भरि फिक्स गर्नु नि। 16 वटाले गर्नु नि। तपाईसँग चाहिँ गोल हराएछ। अनि यहाँ खोज्नु पर्छ। सबैजनाले यहाँ बल खोज्दै हुन्छ अनि गेमको पनि कुरा गर्दै हुन्छ। म पनि अब बल खोज्ने छु। यतातिर गयो कि यो घारीतिर। यहाँनिर बस्ती छ, सुकुम्बासी बस्ती हो। अब बालिन सरकारले हटाउने भन्दैछ। अब के गर्छ थाहा छैन। हटाए पनि व्यवस्थापन गरेको राम्रो एकदमै। यहाँ चाहिँ अब नवीन दाइहरु जाँदै हुन्छ। मलाई चाहिँ यो दाइको गेम एकदम मनपर्छ। नवीन दाइको बाहिर निक्लिनु नि तपाईले एकछिन बाहिर। एकछिन बाहिर निक्लिनु नि। हैन हैन, मान्छे देखिएन हो। यहाँ चाहिँ बलभद्र दाइ हुनुहुन्छ। दाइ चाहिँ मेरो छिमेकी हो। यहाँ सुन्दर भेटरानको किपर हुनुहुन्छ गंगा दाइ। बेला बेला चाहिँ खतरा गोल खेल्नुहुन्छ, बेला बेला चाहिँ खै के खेल्नुहुन्छ अरे। यस्तै गरी आजको गेम चाहिँ सकेको छ। अनि मेरो भ्लगको पनि इन्ड भएको छ। तिलक दाइ पनि त्यहाँ जाँदै हुन्छ। अनि त्यहाँनिर पनि दाइहरु जाँदै हुन्छ। मेरो भिडियो मन पर्छ भने लाइक शेयर कमेन्ट गरिदिनु होला।